तिम्रो नाम भन्दियो ल छोरीको नामै नरहेछ है नाम के हो तपाईँको 200 दिनुपर्छ चाहे लाग्ने भनेर है कोतिर अरे रे म बहिनीतिर बहिनी हो कि बुहारी पऱ्यो तपाईँ मेरो त बहिनी यता भान्जी बुहारी र दुईटै कताको नाता लाउने हो ल पैसा रेडी छ होइन त रेडी छ पैसा ज्वाइँले चाहिँ कतापट्टि हाल्ने बरु दाउ मैले त उहाँ उता सालोलाई च्याप्ने अरे के हो सालोतिर चापे भने चाहिँ फेरि तिरुवा मात्र पर्ला नि फेरि यसो एउटा सानो तास देखियो भने त्यो एक बासा पर्यो भने त ओहो त्यो रिचर्न त्यो चाहिँ हाल्नु त देखेर हजुर होइन सुरुमा यस्तो यहीँ बसी होइन यहीँ ल्याएको त हामीले बहिनीलाई उहाँ चाहिँ बढी बाठो रहेछ कि बढी उहाँ होइन चाहिँ होइन बहिनीलाई त सुरुमा त हामीले ल्याएको नि त यहाँ त त्यही भएर हामी त बहिनीकै सपोर्ट गर्नुपर्छ होइन भान्जा त भान्जा भन्दा नि पहिला पानीको मुख ल्यायो भने एउटा मन खोलामा छ मुल पनि त अब हिउँदासी त अलिकति सुक्छ नि भिनाजु सुक्छ भिनाजु दिगो मूल हुनु पऱ्यो क्या मूल पनि त यसो हिउँ लागेर कहिले कहिले त पानी पनि कमी अस्ति कमी भयो हामीलाई हाम्रा भान्डा हुनुहुन्थ्यो अब नानीलाई ल्याउनु पाइएन नानी भइदिएर पो भान्जाले पाउनु भयो नानी नै नभए त भान्जाले पाउनुहुन्थ्यो दुलाको बाला गाह्रो छ कताको दुला बालै दुलाको त कन्फर्म छोराकै पहिला गडा धुन ल पहिला एक घन्टा काम गराउनु जान्छ पहिला गडा दिदी रोलैसित त्यो पनि ल्याउने जान्छ चाहिँ त्यो लगाएर त्यो पनि ल्याउने त्यो लिएर आउने बिहान बिहान सोधै जल खानुपर्छ त्यही उमा छ हेर्नु खुट्टा उ गर्नु दुईटै खुट्टा जोड्नुपर्छ उठेर भान्जा उठ्नुपर्छ उठ्नु पर्यो एक मिनट नानी उतापट्टि जाऊ बाहिर यस्तो बडा पहाला दुलुङला पहाला तीन पटक सिरालाई जाऊ पानी पहाला सिरालाई जाऊ तीन पटक हो त्यसरी तीन पटक हो अब तीन पटक खाऊ अरे धेरै खानु पर्छ है तिमीले गममै खानु पर्छ तीन पटक खासी भयो है खासी भयो ढोगरले अब त्यसपछि ढोगरले भान्जाले पैसा दिने हो पैसा दिने हो अब ढोगरा अनि भाइले पैसा दिने त्यो ढिगिन्छ अब ढोगरी राख्ने पैसा कति आउँछ सबै सरीले अब आफ्नो पानी धेरै पानी धेरै नखाइसी यो त भन किन उठ्नु नि समता मैले भने छैन केही भने छैन अब सबै सरीले अब
देखिन्छ नि फेरि उठे त फेरि देखिन्छ नि आज यो फेरि भोलि भयो अब त्यो जति लामो गरेर कुरो एउटै हो अब अब भएपछि कुरो टुङ्ग्याउ रमाइलो भयो सबै सरीले आफ्नो भयो धेरै आफैले भन्नु पर्यो हामी केही बोलेकै छैन सबै निक्रिएपछि अब सरीले आफ्नो भएन नि भयो गोलीको पैसा रित्यो तासेलालाई चाहिन्छ चाहिन्छ कहिले कहिले अब दुईटैले एउटाले अर्कालाई तेल लगाइदिने कपाल गराइदिने अनि त्यसपछि चाहिँ उ हेर्ने डलरै डलरै भेट्यो 10 र 5 का मात्रै हालेर राखे सुरुमै नेपाली पैसालाई पैसै भनिन नेपाली नलिने डलर लिने भनेको चाहिँ क्या छड्के हेऱ्यो हैन भनि हैन शर्मा लाएर मुखी अब एउटाले अर्कातिर फर्केर बस्छ पहिला तेल लगाइदेऊ नानी तेल लगाइदेऊ बसाउनु तेल लगाइदिनु नि अमेरिकन अलि लगाइदिनु पर्यो तेल लगाइदिएको होइन गरिदियौ कोर्यौ अब होइन देखाइदेऊ काना राखिदिनु पर्छ तेल सबै सिकाइदिने हो काना राख्नुपर्छ तेल ल अब तैँले लगाइदे तैँले तेल लगाइदे कपाल कोर्दे अनि ऐना देखाइदे हैन देखाइदिएपछि अनि राइट भन्ने कोरिदिनु पर्छ सिन्द्र पुछ्याला फेरि हो ल कोर्दे कोर्दिनु पर्यो यो भनेको चाहिँ अब सधैँ त्यो गर्न सिकाएको अब यो भनेको त्यसो गर्नु पर्ने त भन्ने सिकाएको परिपाटी गर्दा ऐना देखाइदे तिमीले भन्ने अघि पछि हेर्नु आज बस ल भयो ल भयो हात पखाले अब त्यो उता राखिदेऊ त्यो पानी ल अब त्यो फुकाऊ पैसा फुकाएर गरेर चाहिँ ठुलो पैसा चाहिँ दुलैको हातमा राखिदिने 150 छ भने ऊ त्यहाँ गणेश राखिदिने कति छ अब त्यो राखिदिने हो यति बेलुका हो अब हिजो काम सक्यो भने त फुकाएर तिमीले हाँसिदियो ठुलो मुठो भनेको होइन सानो पैसा त आउने हो त्यहाँ ठुलो पैसा त कहाँ बाउला ल है त ठुलो पैसा उता गनेर खुट्टो समाएको भएको त त्यहाँको र एउटा गणेश हो त्यो एउटा अब अरू त्यो गनेर ठ्याक्कै दुलैको हात राखिदिनु यता भन्यो उता भन्यो हामी 3 पत्ती खेल्ने पैसा अब त धनी भइयो है आज दुलाले पैसा के धनी हुने हो उनीहरूलाई भयो पैसा अब सबै सापट माग्ने त पाइँदैन हैन गुरु फर्काउँदै उठाएर जुवामा कहिले हरि 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 दुलैको हात राखिदिने खोइ त दही पैसा हो दही ल्याएर कट्याउरा दही ल्याऊ तिम्रो पैसा हो सबै अब उहाँहरू जे भाइ एउटै हो क्या जुवा खेल्ने भनेको जे हेले नि एउटा पैसा पल्टाउनु मैले यसरी पैसा पल्टाउँथे पहिला पैसा पल्टाउँथे पासा हुने ठाउँतिर पासा खेल्थे त्यो हो क्या कुरो यो रोटी यहाँ आइसक्यो
होइन नि त्यो सबै त्यो थाली नै सेकाउन भाँडा पकाए तरिका हो क्या यहाँ यसरी पकाइदिएका छु ल उता उतातिर त यो दही पनि त्यो पनि उसलाई बाबुलाई अब तिमीले पकाएर ल अब हात आयो सुगर अब हात आइदियो पानी सबै पकाएर खुवाइदिएको हो कि होइन हात धुने होइन हात धोइसकेको छ यसरी घुमा त्यो खानेकुरालाई धुवाएको घुमा हात पानी घुमा पानी बगाउने कि हो ल अब त्यो चिम्टेर भएमा चरा त्यो रोटी त्यसो झिकेर त्यही आरिया राखेर त अहिले खाइदिनु त्यो आरीमा अहिले नि हो क्या त्यो आरिया राख आरीमा ल अब त्यो रोटी चिम्टेर भएमा राख अलिकति चढा बाबुले चढायो त के अलिकति आगा हो त्यहाँ राख अब त्यसपछि अलि त्यसरी नै यहाँ आगा चढाइदिए हो ल अब त्यो दहीमा डोबेर खा रोटी खा अब यो दुलैले पकाएर खाना हो अब तैँले फेरि पनि डोब त झिकेर अलि लामो बना अलि लामो बना क्या अलि हो त्यो दहीमा डोब खा मिठो छ छैन दुलैले पकाएर ल खुवाइदे यता अब त्यो रोटी त अब त्यति भएपछि यो काम पुरा भयो है मिठो भए पनि दिनुपर्छ होइन र जुठो गएको पनि दिनुपर्छ पैसा मिठो भए पनि दिनुपर्छ ल त्यो रोटी राख उता ला राख अहिले खाइहाल्छ अब पऱ्यो जुठो गएको पैसा दिनु पर्यो अब यता सुन अलिसा तिमीले 10 हाले उताबाट 10 हुन्छ 20 हाले 20 हाल्ने 30 हाले 30 हाल्ने बढाउँदै जान नि पाइन्छ अनि लास्टमा चाहिँ कसले खान्छ बोट 1000 हाल्ने अन्त डाइरेक्ट यता छैन हजुर ल भएर आस्ता तास भएर आस्ता उठ्ने काट्न देऊ मया हुन्छ भने तर हाल्ने नि भयो त हो त नि बोट हाल्नु पर्यो चिन्ता बरा भ्याउ तिनवटा होला अझै त्यता एउटा अनि यताबाट अब बल्ल बोटको कुरा आउँछ बोट राख अब खोइ दुलाल पैसा खोइ बोट सोही चल्दैन यहाँ सोही चल्दैन बोट हाल्नु पर्यो ल 100 हाल 100 हाल 100 हाल होइन 1000 100 छैन त सबै राख्यो 100 छ त त्यत्रो खुजुरा पैसा थियो त पहिला बोट राखेर सकेपछि अनि बल्ल हेरेर गर्ने त्यहाँ 1000 छैन यसमा एउटा भएर ल छोराको पैसा त एउटा मात्रै दिएर कहाँ हुन्छ होइन अहिले भर्खर नहेरी चल्ने मजा हुन्छ कि नहेरी चल्ने हेरेर चलेपछि त जो आउने अब भयो भने बुढाले खाने कि बुढीले खाने तीन पटक गर्नुपर्छ है एकछिन पख त अलिसा तिमी जति नै खेल्न सक्छौ के तिमीलाई 1000 हाल्न मन लाग्यो 1000 हालेपछि उसले 1000 हाल्नुपर्छ तिम्रो इच्छा तिमी कति हाल्न खेल्न चाहन्छौ त्यही हो भयो भने मेरो जान्छ तिम्रो पैसा ल हुन्छ अब अब
हेरेर डबल हाल्नुपर्छ फेरि हेरेर डबल मान्छेले हाल्नुपर्छ हेर्न पाइयो होइन हेरेपछि फेरि 2000 हाल्नुपर्छ फेरि उता नहेरी चल्यो भने यता हेऱ्यो भने 2000 तिमीले 2000 थप्नु यस्तो हो क्या पाउँछ होइन त पाइयो एकछिन मैले अब हेरिस् भने मैले थपिनँ भनेपछि सिक्यो यताबाट चाहिँ अब सो गर्ने भनेपछि सल्लाह गरेर सो गर्न मिल्यो है यताबाट एक बरु चल्यो भने तिमीले हेरेर राम्रो छैन छोडिदिन्छु भने नि पायो पायो छोडिदिन्छु भन्नु अनि तिम्रो राम्रो तास परेछ भने तिमीले डबल हाल्दै जानुपर्छ उसले सिङ्गल 2000 हाल्नु ल 2000 हाल्नुपर्छ एक फेर ल भन्दा अब चल्यो क्या नि आफ्नो बित्ता छैन के म चल्यो चल्यो होइन एकछिन त चल्नुपर्छ क्या अलिसा एकछिन त चल्यो होइन सुवरी छँदै छँदै हाप्ने होइन त्यता नि के खा ब्ल्याङ्क हो नि त पनि हुँदैन के होइन त्यो नि ब्ल्याङ्क हो के छैन के ल 2000 हाल्नु पर्यो फेरि छोडेपछि त ल हेर त अलिसा ल अलिसाले जित्यो बिस्सी नाइला तीनपल्ट तँ राखेको उसले छोडिदिएको दाउ रहेछ अब तिमीले नहेरे पनि खाथे के त उसले हाप्दैछ तिमीले खायो कि तिनवटा एउटा दुईटा तिनटा भयो ल उसको पालो पैसा हाल्नु तिम्रो पालो कति हाल्न चाहन्छौ मनबाट गरेर बस्नु 1000 चेयर लिएर गएन भने त मुढा लिएर हेरेर चल्छु भन्न पाइयो है फेरि त्यो छिटो हार्ने हो भने हेरेर चल्छु भन्न पाइयो ल गुड हालेर सो गर्छु यता सुन त हालेर सो गर्छु ल भयो तिम्रो नाम भयो सो गर्दैछ अब आफूले हेर ल पल्टाम हेर त सकियो अब पल्टाउ नि हो दैला जुटले जित्यो ए ल खायो अब एकपल्ट तीनचोटि पुर्याउनु अब फेरि राउन्ड अब एकचोटि ल तीनचोटि पुर्याउनु पर्छ अब उता बाँड्ने बाँड्ने अब भयो कान्छी भयो भयो कान्छी भयो अब यसो गर तिमीले हेर हाप्न पाइन्न क्या तिमीले हेर नहाप हेर औ उसलाई थाहै छैन हेरेर अनि कुन पर्यो कि नपर्यो भयो त्यति ल म आइदिउँ हेरेसी त अब त्यो खडा हो यतातिर अन्त नदेखाऊ परेन मैले 2 हालेँ ल म चाहिँ अब हेरेँ भने सो गर्न पाइन्छ है फेरि नानीले पो सो गर्ने नि उता त अब नहेरेको त सोर्नु पाइन्न क्या हैन नानीले सो गर्ने अब 3000 पैसा हाल्नु मैले सो गरिदिएँ ल सो गर्न पाइन्छ भने ल खोइ के रहेछ ल भयो पाइन्छ नि के केही भएन धेरै पैसा पनि होइन ओ यतै जित्दै ल लियो पैसा यो मेरो हो सबै तिम्रो ना पनि हैन कि तेरो जितेकै छ नि त गरेर जिताउनु पर्छ रे यहाँ त उसले ताले ल तपाईँले त गडबड गर्नु भयो जस्तो लाग्यो अबि म त गरेको छैन उ भान्जाले के गर्नु मन्त्र लगाएर दिनुभयो त हैन गरेको त मिलाइहाल्यो नि त तिमीले बितेको नि त पहिला मैले दिएको त्यसरी मारे ल अब पहिला एउटा चामल राखेर पैसा ल्याउनु बाटो गरौँ अनि त्यसपछि चाहिँ अब ल्याउने काम गर्ने हो सिक्यो अब कामै सिक्यो एउटा दुनामा चामल ल्याउनु बाटो खुस्को टपरीको दुनकै हो त्यो दुनकै त्यहाँ छोडेर चामल भित्र त्यहाँ तल राखिदिनु पैसा उता राख्यो चामल त्यहाँ राखिदिन्छ त्यो चामल के
पैसा दिँदैन पानी समाइरहने ओम सतसस्पति मन्मथभित्र शनि मेधा मय शिखा गो स्वाहा यसलाई पानीले स्वच्छ पुरिदिनु यसलाई अब अक्षता फुलपाई चढाइदिनु ओम सूर्याष्टमी गणिताष्टमी दोडाकालशाष्टमी कृपाष्टमी गणिताष्टमी संयुक्ताष्टमी यही आपले यहाँ पर्ने यहाँ रहने ओम सतसस्पति मन्मथभित्र शनि मेधा मय शिखा गो स्वाहा ओम सतसस्पति मन्मथभित्र शनि मेधा मय शिखा गो स्वाहा अहिले कस्तो लागिरहेछ अहिले एकदम खुसी लागिरहेको रमाइलो भयो नि त दुईटै आउने त्यति आयो हुन्छ तर दिदीलाई र के अरे आमालाई बोलाउनु संसार अहिलेको चाहिँ अहिलेको नि हिजोको न आजको नि जहिले पनि संसार महिलाको हुन्छ महिला लेडिज घटाउनुपर्छ बुद्धि बढाउनुपर्छ अब सांसारिक भएपछि रिस घटाएर चाहिँ आफ्नो भविष्य अगाडि बढाउनुपर्छ त्यही होला भविष्यको शुभकामना चाहिँ बिग्रियो भने संसार जान्छ जिन्दगी अधुरो हुन्छ त्यो गर्न रिस भनेको कृष्णाय नमो नमः सबभन्दा ठुलो कुरो बाहिरदेखि हेलो हजुर हजुर रुपैयाँ होइन डलर र डलर भन्नु नि त हजार साहब देवराली हो घर बाबू ये देवराली की मेरी बुआ वो गाडी त आयो नमस्ते गर त नमस्ते अरू को छोरा अरू छोरा खै
छ